सो हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मिठु ब्लग्स अफ अलरेडी। लभ यु गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। एन्ड सुरुमा त वेलकम टु माई भेरी फर्स्ट ब्लग इन दिस च्यानल, किनकि मेरो यो च्यानलमा यो मेरो पहिलो भिडियो एन्ड लाइक पहिलाको च्यानल बिग्रिएर मैले फेरि स्टार्ट गरेको छु। एन्ड थ्याङ्क यू सो मच गाइज फर सपोर्टिङ मी है। अनि अपकमिङ डेजमा नि गर्नुहुन्छ भन्ने आशा राखेको छु। अनि अहिले चाहिँ मलाई हेर्न सक्नुहुन्छ, म लत्थालिङ्ग भएर बसेको छु, किनकि म भर्खर उठ्या है। अनि अब रेडी हुनुपर्ने हुन्छ, नुहाउनु जानुपर्ने। अनि आज चाहिँ सबिन र मेरो बाहिर सानो एउटा काम छ, हामी त्यो काममा जान्छौँ, के गर्छौँ कसो गर्छौँ, आजको मेरो दिन कस्तो हुन्छ, डे इन माई लाइफ टाइपको ब्लग हुन्छ है। किप अन वाचिङ, हेर्दै गर्नु होला है त। म रेडी भएर भेट्छु है त। गाइस म चाहिँ रेडी भइसकेको छु। अनि त्यसपछि यहाँनिर सबिन पनि आइसकेको छ। अनि त्यसपछि अब टक्क हामी जान्छौँ होइन, के हुन्छ हेर्दै गर्नु होला। म बाटोमा भेट्छु है। सो गाइस हामी चाहिँ निक्लिसक्यौँ है। अनि त्यसपछि यहाँबाट चाहिँ टक्क अब हामी जान्छौँ इटरी, तर्रा निस्किन्छौँ, तर्राबाट इटरी जान्छौँ, अनि इटरीबाट त्यसपछि पूर्व लाग्छौँ। के हुन्छ हेर्दै गर्नु होला। अनि गाइज डोन्ट फर्गेट टु सब्सक्राइब है। अब नयाँ च्यानललाई यसो सपोर्ट देखाउनु पर्यो तपाईँहरूले होइन। अब चाहिँ सिधै हामी तरार गएपछि भेट्छौँ तपाईँहरूलाई होइन। तरार जान्छौँ, अनि त्यसपछि त्यहाँ एउटा सानो काम छ, त्यहाँ सकेर टक्क निक्लिन्छौँ। किपर वाचिङ है त गाइज। र अब हामी चाहिँ टक्क तर्रा आइसक्यौँ होइन। अनि तर्रामा एउटा सानो काम थियो, त्यो काम सकेर अनि यहाँबाट हामी जान्छौँ इटरी। किप अन वाचिङ, के हुन्छ हेर्दै गर्नु होइन, म देखाउँदै गर्छु है त। अब चाहिँ ठ्याक्क सबिन पार्टले रन्काइसकेको छ होइन। पार्ट धेरै छिटो नरन्काउ है, नेपाल प्रहरीलाई भिडियो बनाइदिएर नि। तर धेरै पछि भ्लगमा बोल्दाखेरि कस्तो अक्वर्ड लाग्ने रहेछ लाइक। धेरै भयो नि त मैले भ्लग नबनाएको। जस अब यो च्यानलमा चाहिँ गाइज बबाल हान्नुपर्छ, सकेसम्म यो जुलाईभरिमा चाहिँ 1K सब्सक्राइबर पुऱ्याउनुपर्छ है। त्यही हो गाइज, किप अन सपोर्टिङ, त्यति भन्न चाहन्छु। अनि त्यसपछि आज भनेको चाहिँ हामी सबैसँगले यो काम सकेर ओरेर आउँछौँ, यो भ्लग एडिट गर्छौँ, हाल्छौँ। अनि यो भिडियो भ्लग चाहिँ सकेसम्म छिटो छिटो हाल्ने ट्राई गर्छु म अब चाहिँ। त्यही हो, किप अन वाचिङ। सो गाइज हामी चाहिँ अब इटरी आइसक्यौँ होइन। फाइनली अब इटरी त्यस्तै हो, तपाईँहरूलाई थाहा छ। जस अरूतिर हेरी चाहिँ इटरी सबै लाग्छ मलाई, राम्रै छ। अनि त्यही हो, अब इटरीमा पनि हामीले एक दुईवटा कार्यहरू गर्न आँटेको छौँ होइन। अनि त्यो कार्यहरू चाहिँ अब के हो भनेर यदि तपाईँहरूलाई इन्ट्रेस्टेड हुनुहुन्छ भने सुनचरी नवयुवा सङ्गठन भन्ने मेरो इन्स्टाग्रामको बायोमा एकाउन्ट छ, गएर तपाईँहरूले फलो गरेर अपडेटहरू दिन सक्नुहुन्छ। अब यहाँ आज चाहिँ पूर्व जाने हो, त्यही भएर यो लाइनमा बसिराख्नु परेन। यहाँ चाहिँ अब ट्राफिक लाइट फलो गर्नु पऱ्यो नि त। मामा त्यहाँ छन्, हामी चाहिँ ठ्याक्कसँगले पूर्व लाग्छौँ। पूर्व जाने बाटो यस्तो बेहाल छ। मलाई चाहिँ यो इटरीको महानगरपालिकालाई रिक्वेस्ट छ, यो छिटोभन्दा छिटो बनाउनु पर्छ होइन। यस्तो लत्थालिङ्ग पारेर राखेको छ। यो चाहिँ अलिकति चाँडोभन्दा चाँडो सक्नु पर्यो। मेन बाटोमा यस्तो छ, भित्री बाटोको आश हामी के गर्नु। त्यही हो, यो मेरो इटरीको महानगरपालिकालाई चाहिँ रिक्वेस्ट छ है। इटरीको मेन प्रब्लम भनेको चाहिँ गाइस एउटा भनेको बाटोको प्रब्लम छ। बाटोमा जताभावी खाल्टा त्यसलाई सल्भ गर्नु पऱ्यो। अनि अर्को भनेको चाहिँ बाटो हेर्नु न, यहाँ हाइवे हो होइन। हाइवेको हालत हेर्नु, यता हाइवेको हालत हेर्नु न, यहाँ हाइवेको हालत यस्तो छ। ठिक छ बाटो बनाउँदैछ, त्यो कुरा हामी मान्छौँ, तर त्यो बाटो जुन हिसाबले बनाउनु पर्छ त्यो छैन क्या। केही छैन, मेन्टेनेन्स केही नै छैन। यो लोकल बाटो बरु योभन्दा राम्रो हुन्छ यार। गाइस अब चाहिँ ठ्याक्कै हामी बुढीखोला आइपुगेछौँ। यो नेपाल मानव धर्म सेवा समिति यहाँ छ होइन, हेर्न सक्नुहुन्छ। ठ्याक्कै यसको चाहिँ अपोजिट साइडमा यहाँ बुढी ब्रिज भनेर देखिहाल्नु भयो होला। धेरै जसो प्रायः जस्तो इटरीकोहरूलाई थाहा पनि होला यहाँनिर बुढी खोला छ भनेर, रै पनि मैले देखाइरहेको छु। यहाँनिर चाहिँ छ बुढी खोला। आज प्रायः जस्तो यहाँ मान्छे जलाकै हुन्छ, आज छैन हेरौँ है त। आज रहेन रहेछ अहिले, प्रायः जसो हुन्छ नि। यो ठाउँमा मैले हरेकचोटि आउँदा देखेकै हुन्छु, तर आज देखिनँ। बाटो यस्तो छ, यी दुईवटा गाडी मरेर तरेर छिर्छ होइन, यस्तो छ। त्यही भएर नि यो इटरी मेन्टेनेन्स राम्रोसँग भएको छैन। इटरीलाई चाहिँ सुधार्नु पऱ्यो, अरू हामीलाई चाहिएन। नयाँ सरकार चेन्ज भएको छ, केही गर्छ कि भन्ने आश छ, तर खोइ के गर्ने हो। अब यो सुरुमा चाहिँ इटरीको स्थानीय सरकारको चुनावबाट इटरीलाई मेन्टेन गर्ने एउटा लायकको मान्छेलाई चुज गर्नु गाइस।
अलिकति डिजर्भिङलाई हाल्नुपर्छ जसले चाहिँ विकास गरोस् दलले मात्र नहालोस् त्यही हो मेरो भनाइ चाहिँ गाइस धुलो यति छ कि मेरो अनुहार कपालभरि धुलो लागेर मेरो पुरै थोप्रै बिगारिदिन्छ क्या यो भएन क्या यो बाटो के हो यो यस्तो हुन्छ उहाँ हेर न बाटो धुलो उहाँ त्यसमाथि धुवा उडाउँदैछ यस्तो बाटो भएन क्या यो सुधार्नु पऱ्यो पाराले लाग्दैन यो चाहिँ चाँडो समस्याको समाधान झिक्नुपर्छ बाटोको हालत त्यस्तो हुन्छ काहीँ यो पाराले त केही पनि हुँदैन यार आमामा धुलो यार लिटरली मेरो आँखा पोलिसक्यो क्या यो धुलोले यस्तो छ यार यो ठाउँ त्यसमाथि यो साइड बाटो बनाउँदैछ कि यो बाटो बनाउँदै गरेकोले यस्तो फोहोर भएको छ नि बाटो धुलो फोहोरै फोहोर हिलै चाँडोभन्दा चाँडो सक्नु पऱ्यो सरकार यो मेरो अनुरोध छ हामी जस्तो बाटो हिँड्ने मान्छेलाई गाह्रो भइसकेको छ जो पूर्वको बाटोमा चाहिँ धुलो खानै मरिने रहेछ आउँदा कस्तो हालतमा आएको थिएँ अनुहारभरि धुलो कपाल उस्तै भएको छ बाटो हेर्नु न यहाँ भिडियोमा देखाएको छैन होला कि तर लिटरली यस्तो धुलो छ नि के भन्नु तपाईँहरूलाई अनि हामी चाहिँ थर्ड इयर गइसकेको छौँ अब यहाँ थर्ड इयर जान्छौँ नि गाइस फाइनली हामी आइपुग्यौँ अनि यहाँ चाहिँ एउटा वडा कार्यालय छ यहाँ वडा कार्यालयमा काम छ होइन अनि ठ्याक्क हेर्नु न बेहाल छ अनुहार पनि गाइस भित्र जान्छु काम छ मैले चाहिँ ठ्याक्क प्रोसेसै थाहा छैन अब फोन गरेर सोध्नुपर्छ है यस्तो चाहिँ भएन अब परिवर्तन ल्याउनुपर्छ अनि हामी टक्क अब सबिन दोस्त फेरि बाइक घुमाउँछ हामी चाहिँ कहाँ जान्छौँ अरे दोस्त भनिदेऊ त विराट चोक सुन्दर रहेछ नगरपालिका जान्छौँ फेरि हामी यहाँबाट आएको थियौँ यतैबाट जान्छौँ यहाँको काम ताल परेन उहाँहरूलाई थाहा छैन अब ठिकै छ हामी अब जान्छौँ हामी जान्ने बुझ्नेले नै अघि बढ्नु पऱ्यो नि त त्यही हो किपन वाचिङ होइन अब अगाडि पुग्छौँ ओर्छौँ अनि हेर्छौँ कपालको हालत यस्तो छ आउँदा कस्तो थियो म देख्नु भएको थियो अनुहारको हालत पुरै फोहोर धुलै धुलो भएको छ बाटो एकदम खराब रहेछ ठिकै छ जे जस्तो भए पनि काम हुन्छ भने यस्तो कुराहरू सहनुपर्छ अब के काममा आएको त्यो काम हुँदैछ भने ल ठडियाले धन्यवाद पनि बनाएको छ जस्तो छ यहाँनिर बजेट राम्रै सदुपयोग गरेको रहेछ तर यस्तो बजेटहरू सदुपयोग गर्नुभन्दा चाहिँ यहाँ अलिकति नलेजमा ध्यान दिउँ किनकि मान्छे कोही केही कामले आइरहेछ र यो कसरी गर्नु त्यो कसरी गर्नु म्याम त्यो कसरी गर्नु सर भन्दै गर्दाखेरि चाहिँ फोन गरेर सुन्नु न यो कसरी गर्नु भनेर चाहिँ नभनिदिनु होला कृपया अलिकति जस नलेज भएको मान्छेहरूलाई नै राखौँ वडामा राख्दाखेरि भोलिको दिनमा हामी पो जान्नेछौँ त अलिक नजान्ने आउँदाखेरि गाह्रो पर्छ उहाँहरूलाई नपढेकोहरू पनि हुन्छ नि पढे लेखेकोलाई पो सजिलो हुन्छ त त्यही भएर यो कुरालाई सुधारौँ अब हामी जाँदैछौँ सुन्दर रहेछ ट्याक्कसँगले त्यहाँ पुगेर हजुरलाई म भेट्छु किनकि बाटो एकदम खराब छ बाटोमा भ्लग बनाउने कन्डिसनै छैन क्या धुलो यहाँ क्यामेरामादेखि लिएर कि गाइस तर यस्तो धुलो छ पुरै धुलो छ क्या गाइस बाटो यस्तो खराब छ नि यार यो गोडगाउँको बाटो यस्तो भेजा रहेछ नि यो बाटो सुधार्नु पऱ्यो क्या गाइस यो बाटो सुधार्नु पऱ्यो यस्तो पाराले केही पनि हुँदैन बाटोको कन्डिसन यस्तो छ यार यो अनुहारै भयो धुलो हेर्नु न यहाँ देखेको छैन होला कि आम्मा यो धुलोले अनुहार यस्तो भेजा पार्ने छ नि मेरो धुलोको वेभ हेर्नु न यहाँ आम्मामा उहाँ पर लिटरली पूर्व आउँदै हुनुहुन्छ भने चाहिँ अनुहारमा एउटा ग्लास मास्कहरू जे हुन्छ लगाएर आउनु होला यस्तो बाटोमा तपाईँहरूलाई एकदम गिदी हुन्छ यस्तो खराब छ यार बाटो पनि न बाटोको कन्डिसन ठिक छ बनाउँदैछ त्यो कुरा त एडजस्ट गर्न सकिन्छ धुलो तार राम्रो अनि यो बनाउँदा पनि एक साइडबाट बनाउँदा एक साइड चाहिँ बिगार्नु पर्ने दुवैतिरको बाटो बिगारेको छ के गरेको धुलो उठ्दैछ यहाँ हेर्नु न धुलो गाइस बल्ल राम्रो बाटो आइपुग्यो बाटो हेर्नु न बवाल रहेछ यहाँ चाहिँ सडक पुलमा चाहिँ अलिकति त्यो कम्प्लिट गरेको रहेछ तर धुलो अलिअलि रहेछ आँखा पोलेर हेर्नु त आमामा लुगाको हालत उस्तै अनुहार उस्तै कपालको गति उस्तै झन् कर्लीहरू उनीहरूलाई पीडा थाहा छ क्या धुलो गएर अड्किहाल्छ अनि बाटोको कन्डिसन जस यो चाहिँ राम्रै लाग्यो अलिक अगाडि उस्तै धुलो देख्दैछु म त्यसै सकाइ छ अब हामी यहाँ सुन्दर रहेछको अफिस जाँदैछौँ त्यहाँ पुगेर अब ट्याक्क भेट्छु नि म तपाईँहरूलाई गाइस हामी चाहिँ ठ्याक्क यहाँ सुन्दर रहेछको वडा कार्यालय नि आइसकेको छौँ
आई मिन नगरपालिकाबाट दादाले भनेको छु। अनि ठ्याक्कसँगले यहाँ काम गरेर सबिन दोस्त यहाँनिर निवेदन लेख्दैछ। अनि त्यही हो, अब यहाँनिर पनि काम सकिन आँट्यो, अलमोस्ट भइसकेको छ। यो सकेर हामी जान्छौँ। किप अन वाचिङ है त। ओके गाइस, हामीले काम पनि सकिसक्यौँ होइन। अनि सकेर ठ्याक्कसँगले सबिन यहाँ छ, बल्ल बल्ल सक्यो। यहाँ रहेछ यो सुन्दर हिजाको नगरपालिका, जस कामसम्म सक्यौँ गऱ्यौँ। अब हामी टक्कसँगले इटरी जान्छौँ। इटरीबाट त्यसपछि घर लाग्दिन्छौँ। किप अन वाचिङ के हुन्छ। सो हेलो गाइस, अनि हामी चाहिँ काम सकेर अब इटरी आइपुग्यौँ। अनि इटरीबाट आएर टक्कसँगले घर जाँदैछौँ होइन। कस्तो भयो ठिक छ, जे हुनु त्यो भइहाल्यो। अनि त्यही हो गाइस, अब यो भिडियोमा चाहिँ माया देखाइदिनु होला। म अब भ्लग कन्टिन्यू राम्रो गर्छु है। मेरो च्यानललाई ग्रो गर्न हेल्प गर्नु होला होइन। पहिलाको च्यानल त्यस्तै भइहाल्यो, दुःख मान्नु हुँदैन। न्यु बिगिनिङ हो होइन, भगवान् हाल्छु म। किप अन वाचिङ, सब्सक्राइब चाहिँ गर्न नछोड्नु होला है त। त्यो गाइस, अब चाहिँ हामी अलमोस्ट घर आइसकेको छौँ। अब त्यही हो आजको भिडियो यति नै होइन। किप अन वाचिङ, अर्को भिडियो चाँडै आउँछ। सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि लट्स अफ लभ, सबैलाई माया देखाइदिनु होला होइन। यो भिडियोमा केही छैन, सिक्न तर बबाल भएको छ होइन। आई ट्राई माई बेस्ट भिडियो। अब जस आउने दिनहरूमा हाल्छु। थ्याङ्क्स फर वाचिङ एभ्री वान, लट्स अफ लभ, बाई बाई।